हेलो एभ्रिबडी। यो चाहिँ हङकङको जोर्डन भन्ने ठाउँ हो। यस्तै छ यहाँको घरहरू। यो अगाडिको स्कुल हो अनि यो ठुल्ठुलो घरहरू चाहिँ यो मान्छे बसोबास गर्ने घरहरू नै हो। एकदम गर्मी भइरहेछ यहाँनिर चाहिँ। अब हाम्रो गाउँ जस्तो कहाँ छ र, गाउँघर जस्तो शीतल छारी। यहाँनिर घरै घर, मान्छे नै मान्छे है। आफ्नै ठाउँ, आफ्नै नेपालको याद आउँछ यो विदेश बसेर पनि। हामी बसेको चाहिँ यो मोरङ के भन्छ जोर्डनको, हङकङको यमताईको जोर्डन भन्ने चोक। यस्तै छ। आज सन्डेको दिन घुम्ने प्लानिङ थियो, सबै क्यान्सल भयो आज गर्मीले। हङकङमा आज चाहिँ धेरै नै गर्मी छ, टाइफोन आउन आँटेको छ। त्यही भएर पनि गर्मी एकदम भइरहेको छ। यो घरै घर, मान्छे नै मान्छे। एकदम धेरै कोलाहल भएको ठाउँ। यस्तै छ है।